यदि नेप्से सेयर बजारमा सेयरहरू किनबेच गर्दै हुनुहुन्छ भने कहिले न कहिले अप्पर सर्किट लागेको सुन्नुभएको होला। नेप्से जसको फुल फर्म नेपाल स्टक एक्सचेन्ज हो, यो नेपालकै एकमात्र सेयर बजार हो। अप्पर सर्किट भनेको के होला त? जब कुनै पनि स्टक 10% भन्दा बढी बढ्छ तब त्यो स्टकमा अप्पर सर्किट लाग्छ। अप्पर सर्किट किन लगाइन्छ होला त? अप्पर सर्किट बजारमा उच्च उतार चढावबाट जोगाउने एउटा सुरक्षा उपाय हो। मार्केट इन्डेक्स अप्पर सर्किट सामान्यतया जब बजार सूचाङ्क 6% सम्म बढ्छ तब मार्केट इन्डेक्समा अप्पर सर्किट लाग्छ र कुनै स्टकमा तब अप्पर सर्किट लाग्छ जब त्यो स्टक दिनमा 10% बढ्छ। जब कुनै स्टक 10% बढ्छ तब त्यो स्टकको कारोबार रोकिन सक्छ। जब अप्पर सर्किट लाग्छ तब इन्भेस्टर्सहरूले सोच विचार गरेर निर्णय लिन समय पाउँछन्। उदाहरणको लागि कुनै स्टक अघिल्लो दिन 100 मा क्लोज भएको छ र आज त्यो स्टक 10% ले बढ्यो र त्यसको प्राइस 110 भयो। प्राइस 110 हुने बित्तिकै कारोबार रोकिन्छ। जब कुनै सेयरमा अप्पर सर्किट लाग्छ तब यदि कसैले सेयर किन्न अथवा बेच्न चाहन्छ भने जुन प्राइसमा अप्पर सर्किट लागेको छ त्यही प्राइसमा कोही सेलरले त्यो सेयर बेच्न तयार हुनुपर्छ र त्यही प्राइसमा बायरले सेयर किन्न तयार हुनुपर्छ। जस्तै यसमा 110 मा अप्पर सर्किट लागेको छ, कुनै सेलरले 110 मा यदि बेच्न रेडी भयो भने बायरले 110 मा किन्न तयार भएको छ भने त्यो बायरले त्यो सेयर किन्न सक्छ। यसमा पनि जुन बायरले सबैभन्दा पहिले 110 मा अर्डर प्लेस गरेको हुन्छ त्यसले प्रायोरिटी पाउँछ र त्यसले त्यो सेयर पहिले पाउँछ। जब अप्पर सर्किट लाग्छ तब सेयर किन्दा मार्केट अर्डर भन्दा पनि अप्पर सर्किट लागेको प्राइसमा लिमिट अर्डर प्लेस गर्दा सेयर किन्न अथवा बेच्न सक्ने सम्भावना बढ्छ।